फेरि आयो हेर्नु न त्यो आएर बसिहाल्छ। मैले टिपेर लिएको थिएँ, उसलाई पनि मिठो लागेछ यसको सुगन्ध। खाए ल। Oh my god, पिरो भएछ, लास्टै पिरो भएछ। वेलकम टु माई युट्युब च्यानल खालिङ मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। अनि साथीहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, म पनि हजुरलाई सपोर्ट गर्नेछु भन्दै आजको मेरो मिनी ब्लगहरू चाहिँ स्टार्ट गर्नेछु। अनि आज चाहिँ मेरो ब्लगहरू चाहिँ के जाति यस्तै रहेको छ। चोर भइरहेछ क्या यहाँनिर एक आँखा बिरालो। ए सिकाला देख्न सक्नुहुन्छ यहाँनिर एक आँखे बिरालो। काताकी एल्ला काताकी भनेको चाहिँ यता आइज बिरालो भनेको हो। ए काताकी काताकी इसिकाला पिनास एल्ला पिनास ए काताकी पिनास एल्ला भोक लाग्यो भनेको। यहाँनिर चोर्नु आउनु हुँदो रहेछ होइन उहाँ चाहिँ। अनि मलाई भरे फोहोर उठाउनु लाउने फेरि। आउन त खाऊ एल्ला काताकी। ओ हेलो एल्ला ओ गरी एला boom. Yes, pass kick पुम्पुना किक। खेलाडी त लडी किक। बर्थडे गर्ल हो चाहिँ अस्ति 2 वर्ष पुगी। कम अन किक। आज चाहिँ उसको र मेरो खेल्ने दिन हो। शनिबार चाहिँ मैले उसलाई हेर्नु पर्ने हुन्छ। बल किक पुम्पुना किक। पास मारियाना कालिमु पास। यस। हामी चाहिँ अब फुटबल सकिएर हामी चाहिँ बास्केटबल खेल्न जाँदैछौँ ने कालिमु। चाहिँ एकदमै थाकेको अवस्था है। ऊ चाहिँ बसिरहेछ फुटबल खेलाडी चाहिँ। अब फेस देखाउनु मिल्दैन, अब के गर्ने। फुटबल खेलाडी एकदमै ओही मारियाना। हामी चाहिँ यहाँ चाहिँ अब ढुङ्गाको यता चाहिँ काग आउँछ नि त यो सल्लाहको रुखतिर। अनि अहिले चाहिँ छैन, तर पनि हामी यहाँ ढुङ्गा बाजी खेल्दैछौँ। ल पास गर पास। उसलाई चाहिँ यस्तो धुलो ढुङ्गाहरू खुब मनपर्छ। अनि ऊ खेल्दैछ। ओप्पा गर ओप्पा। नेपाली र ग्रिक सिगा ओके। ओहो दाक्सी पुम्पुना दाक्सी। ओके। धुलो लाग्यो भनेर हात मलाई यहाँ देखाउँदैछ यसले। छि पुम्पुना मम पाइया। ओ माई गड। मौसम चाहिँ कस्तो शीतल देखिरहेछ। पानी पनि पर्नु लागेछ गाइजहरू। हजुरकोतिर आज मौसम कस्तो छ होला। यता चाहिँ पानी पर्नु लागेको छ। पुन्टी चाहिँ मम पापालाई हेर्दैछ। पुन्टीको मम पापा चाहिँ यताबाट आउँछ नि त, अनि हेरिरहेछ त्यहाँ झुन्डेर। आजको मौसम चाहिँ एकदमै राम्रो छ। पानी पनि पर्नु लागेको जस्तो छ, तर शीतल छ। फुल
टिपेर ल्याएको थिएँ होइन। अनि यहाँ बोकिराख्छु अनि हेर्नु न यो के हो यो आएर बसिदिन्छ हो। हेर्नु न कस्तो राम्रो फुल लागेर मैले यो लिएको थिएँ, तर यो आउँछ यहाँ राम्ररी देखिएन। नरौ नानी, यो उडेर गयो होइन, फेरि आउँछ। अब हेर्नु है फेरि आउँदैछ। कस्तो राम्रो फुल छ, कति राम्रो फुल। फेरि आयो हेर्नु न, त्यो आएर बसिहाल्छ। मैले टिपेर लिएको थिएँ, उसलाई पनि मिठो लागेछ यसको सुगन्ध। कति मिठो बास्ना छ नि त यसमा। अनि त्यही भएर फेरि उडेर आउँछ है। अब फेरि त्यहीँ आएर बस्छ। यसले यो फुल नछोडेको देख्दा यो फुललाई मैले भित्र लान सकिनँ। उसलाई नै डुली खाऊ भनेर मैले यहीँनिर छोड्दैछु। अब साथीहरू, त्यो सुट चाहिँ मैले मेको 31 तारिक हो। सरले चाहिँ अर्को नयाँ फुल लिएर आउनु भएछ फेरि पनि। ओ माइ गड, त्यसले त चुट्टाइ गयो नि हौ नि। नगर्न मारियाना यस्तो। पापा पाइया, पापा एङ्ग्री पुम्पु नाच। यो पनि ल्याउनु भएछ है। अनि यो पनि ल्याउनु भएछ। यिनीहरू चाहिँ नयाँ अस्ति भर्खर ल्याउनु भएको। अनि यो पनि ल्याउनु भएछ। यो चाहिँ नयाँ हो, नयाँ फुल ल्याउनु भएछ। तिनवटा म चाहिँ पुम्पुना र म चाहिँ अब फेरि हकी खेल्न गइरहेको छु होइन। यसलाई चाहिँ भ्लग जोड्नु पर्ने रहेछ है। भ्लग जोडेर चाहिँ प्लग जोडेपछि चाहिँ यो चाहिँ दुलोबाट हावा आउँदो रहेछ। तपाईँको यो पोस हो, मारियानाको पोस। ओके मारियाना। ओ गोल पुम्पुना, गोल। सिस हो मेरो हात हो। ओके पास पुम्पुना, पास पास। ओ भेरी मेनी एना दियो त्रिया गोल। म गोल हान्न गइरहेको छु। गोल हान्न गइरहेको छु म। ओपा खाली पोस्टमा त जसले पनि गोल हालिहाल्छ नि गाइजहरू। सुँगुरको मासु र बन्दाकोपी पकाउनु लागेको। पकाउनु लागेको भने पकाउँदैछु होइन। अनि मैले यहाँ चाहिँ मसला कुटेको छु, जिरा, धनियाँ, खोर्सानी। अब यहाँनिर पिरो बनाएर चाहिँ झम भात खानुपर्ने हुन्छ होइन। यहाँको मालिकनीहरू चाहिँ आज बाहिरतिर खाना खान निस्किनु भएको छ। अनि त्यसपछि चाहिँ मलाई सुँगुरको मासु ल्याइदिनु भएको थियो होइन। म त्यही पकाएर अब खानु लागेको साथीहरू चाहिँ। अब चट्टसँगले यो चाहिँ टमाटर मसलाहरू लगाएर चाहिँ मैले चाहिँ मासु चाहिँ अब मैले तयार बनाइसकेँ होइन। अब म चाहिँ झम हान्ने हो गाइजहरू साथीहरू। तिनीहरू नभएको मौका छोपेर चाहिँ टक्क पकाएको अनुसार सुँगुरको मासु तयार पारेँ होइन। पिरो बनाएर बनाएको छु। खानुहोस् है भात। म चाहिँ भात खान लागिरहेको छु होइन। आज मैले हिजो पनि खाना खाएको थिइनँ नि त। म चाहिँ हिजोदेखि भातै खानु पाएको थिइनँ होइन। हिजो पनि खाना खानै पाइनँ, खाना त थियो होइन। तर पनि उनीहरूले मलाई पास्ताहरू उनीहरूकै खानेकुराहरू थियो नि त। उनीहरूलाई पनि कस्तो उयो भयो नि त, के भन्छ, खानु त्यति साह्रो इन्ट्रेस्ट थिएन। अनि आज बिहान पनि पास्तै खाएको होइन। अनि आज बेलुका चाहिँ यिनीहरू बाहिर खाना खानु गयो नि त। बाहिर अब पार्टीतिर खाना खानु जानुभयो नि त। अनि त्यसपछि मलाई सुँगुरको मासु ल्याइदिइराख्नु भएको थियो अस्ति नै। अनि त बनाएर चाहिँ झम्किझम खानु मन लाग्यो। पिरो बनाएर खानु मन लाग्यो। खाएँ ल। Oh my god, पिरो भएछ। लास्टै पिरो भएछ। लिनुहोस्। रानीको फेभरेट सुँगुरको मासु हो क्या। भात चाहिँ फेरि बासी भएको है। बासी
बासी भात हो अस्तिकै हो। एकचोटि पकाउँदाखेरि म 4 दिनको लागि पकाउँथेँ नि त। त्यही भएर सब्जी चाहिँ सकिसकेको थियो अनि भात मात्रै थियो अनि आज यो पकाएर खाएको हो। जे भए पनि होइन काम गर्नेलाई पनि नेपाली खाना नै थोरै खानु पाए पनि मिठो हुन्छ क्या। एकदम बबाल हुन्छ क्या। यिनीहरूको त पास्ता सलादहरूले त बाँधिँदैन। गाह्रो छ है साइप्रसमा। म चाहिँ झम्की खानुपर्ने हुन्छ किनकि यिनीहरू अब आउनु सक्नुहुन्छ, अलिक चाँडै पनि आउनुसक्छ। त्यही भएर मैले बोसो बाला ल्याइदिनु भनेको थिएँ, हल्का बोसोहरू मात्रै ल्याइदिएछ, धेरै चाहिँ ल्याइदिएन रहेछ। अहिलेको चाहिँ साथीहरू अहिले चाहिँ 6:30 हुनु लाग्यो। अहिले चाहिँ साँझको 6:30 हुनु लागेछ। म चाहिँ 6:30मै नै अनि भात यिनीहरू 9 बजीसम्म म खाइहाल्नु पऱ्यो भनेर छिटो छिटो खाँदैछु है। तपाईँहरूले नेपालमा कति भयो? नेपालमा त त्यही होइन, नेपालमा पनि कसैले चाहिँ चाँडै खान्छ है। बब्बाल मिठो कति दिन